सक्छ त अनि रक्कन बुबुलाई। गाइस अहिलेको लागि चाहिँ हामी बुमटार जाँदैछौँ। कहाँ पो गएको हामी बुमटारमा स्विमिङ खेल्नु र मरौमा। अन्त यहाँ चाहिँ यस्तो हुन्छ, यहाँ चाहिँ हाम्रो आमाहरू हुनुहुन्छ। यहाँ चाहिँ अगाडि गाडीमा आमाहरू हुनुहुन्छ। यहाँ चाहिँ हामी खुच्चाखुच्ची यता नदेखाउनु भन्नुभएको छ ड्राइभरजीले। यहाँ हाम्रो खुच्चे छ पनि केही भन्दैन, तँ त बोल्छस् हौ मजाले। भन्न के म के भन्दा आज चाहिँ हामी बुमटार गएको स्विमिङ खेल्नु, त्यति हो कुराकानी। हामी सबैजना जाँदैछौँ। हेर्दै गरिदिनुहोस् होला। हेर्दै गरिदिनुहोस् होला। इन्जोय। अगाडिको गाडीमा चाहिँ हाम्रो मम र ड्याडी पार्टी हुनुहुन्छ। हेर्दै गरिदिनुहोस् होला। हाम्रो पनुले भनेको जस्तो, हाम्रो प्रनिसले भनेको जस्तो। कहिले चाहे जति गरोस् बोलाउन मलाई। दिन चाहिँ यस्तो दामी भएको छ कि के हो अन्त कपाल जस्तो लाग्छ त। यति हो यति। जाऊ त उता, जाऊ त उता। पढ्नु कामेको हेर्नु भगवान्। अपनु जान पानीमा। होस् जाडो भइरहेको छ तिमीहरूलाई, खोकी लाग्छ होला मलाई। होस् त्यो दिन नाक बन्द गरेर त सुशील देखो लस। गाइस अहिले चाहिँ मरौमा भात खाइँदैछ। अब खाने यहाँ चाहिँ छ हाम्रो मरौ घर। यहाँ कति क्युट बहिनी हेर्नुहोस् न गाइस। गाइस यहाँ थियो हाम्रो मरौ घर। यो घर चाहिँ यहाँ मरौ भएको छ हैन। यहाँ चाहिँ हाम्रो सानो वाटर क्रसिङ छ हैन। त्यहाँदेखि तल चाहिँ हाम्रो के छ, स्विमिङ पुल। र हामी चाहिँ यता गएको अब तलसम्म डुलिकिन आउने। गाइस अहिले चाहिँ हामी एकछिन बाहिर निक्लेको छ हैन। यहाँ चाहिँ रोड हेर्नुहोस् न चिटिक्कै। यहाँ गाडी छ दाको। सिसीले के पठाएको? त्यो मैले पठाएको छु सिद्धालाई। हेर्नु न क्या मजाको छ दा।
हाम्रो गाडी खोलेर त जरे अघि खोलेर छैन हाम्रो गाडी त भूत होला हौ भूत गाइस आज स्विमिङ पुलमा चाहिँ सानो घटना भयो मसँग म डाइभ गर्ने हुँदा म फर्स्टमा जान्ने साथ मैले 12 फिटमा डाइभ हानेको थिएँ होइन गाइस त्यहाँदेखि चाहिँ म चाहिँ डुबेँ अब म त्यति बेला दिमागमा केही छैन म सास फेरिरहेको थिएँ पानीभित्र नाकबाट पानी पसिरहेको थियो होइन ओके पने सरी त्यहाँदेखि चाहिँ बसेर कुरा गरौँ होइन त्यहाँदेखि चाहिँ के पो भयो त्यहाँदेखि चाहिँ मेरो दिमागमा आयो मैले एउटा भिडियो हेरेको थिएँ त्यति बेला चाहिँ काम बस्नु भनेको थियो काम बस्दा पनि भएन त्यहाँदेखि चाहिँ म फत्लाक गर्नु थालेँ गर्दा म डुबेँ अनि मेरो नाकबाट पनि पानी पसिरहेको थियो कहाँबाट पस्छ पानीहरू नाकबाट पनि पसिरहेको थियो कताबाट पसिरहेको थियो र मलाई चाहिँ थाहा नै भएन कि मेरो हात यस्तो भइसकेको थियो भनेर हेर्नु सक्नुहुन्छ गाइस कस्तो डेडली भएको छ हो पोलिरहेको छ मलाई र त्यहाँदेखि उताको क्लिप चाहिँ मेरो रेकर्डै भएन रहेछ र मैले यो थपिदिँदैछु है त गाइस यहाँ चाहिँ मकै पनि फलेको रहेछ होइन कहाँ देखाउँ तपाईँहरूलाई यहाँनिर एउटा रहेछ कहाँ छ मेरो अम्ला यो एउटा अरू कता छ यहाँनिर एउटा टिप त लु भने लु एउटा टिप त पक्का टिप्दे टिप बदमास गर्नुपर्छ जिन्दगीमा साँप आएन भने चाहिँ बदमास गर्नुपर्छ फेरि यो घरको मान्छेले मार्दैन हामीलाई जा चढ्दै गयो कि पक्कै टिपेर त्यहीँ राख्दे मकै टिपेर त्यहीँ राख्दैन जा गर्दै ए हौडे ए त हौडे रहेछ लु पने दाइरहेर हुँदैछ लाइक गरिदिनु है ए लु फेरि ल गरिदिनु ल अब चाहिँ गयो ल अब यसले मकै चोर्छ है मकैबारी दर्याम यता पनि ल पकै उता पनि ल पकै भोकलक्कै ढल्छ केटो दर्याम यता पनि ल पकै उता पनि ल पकै लक्कै ढल्छ केटो दर्याम मकैबारी बथलाहरू नि गाइस ब्याक होम र अब चाहिँ म नुहाइ गरेर तपाईँहरूलाई भेट्छु है त गाइस मेरो चाहिँ नुहाइ कार्यक्रम लुगा धोइ सुकाइ कार्यक्रम सबै सकिसकेको छ हो र अहिले चाहिँ 6 बजे होला सायद अन्त यस्तै छ आजको दिन यहाँ चाहिँ हाम्रो आर्मी साहबसँग बात हुँदैछ भरे गेम खेल्ने भनेको थिएँ कि म त पिटी गएको ट्रेनिङ गराउनु अरे हो आई हेभ नो टाइम एटिट्युड भयो नि त हाम्रो लो ट्रेनिङ गर्नु लेखेको नो टु द गिफ्ट ट्रेनिङ अरे नि त खतरा लाग्छ होला आर्मी दाइलाई भारत देश बचाउनु पर्छ है त देश देखो अन्त मोदीसँग बोल्दैछौ इन्डियन आर्मीसँग इंडियन आर्मी यहाँ देख्दैन जम्मू के I will call you every morning at 4:30. सक्छ त अनि के नि वो सुशील भैया हाँ भैया बोलिए हाँ वो एक बात आपसे कुछ पूछना था कि हमारे घर पे 2 बियर का बोतल है वो आप 2 रुपये लोगे या तो 3 रुपये लोगे हम 2 रुपया लेंगे हम अरे वो तो हम 2 रुपया में दे नहीं सकते क्यों अरे अभी तो ना हाँ बहुत महंगाई का जमाना हो गया है 2 रुपये में तो 2 टक हम भी नहीं देता तो अरे काला बोतल को 2 रुपये नहीं देगा नहीं भैया 2 रुपये में होगा नहीं तुम बियर पीती हो तुम नहीं पीते अच्छा कुन बिहारीसँग बोलिँदैछ भन्दैछन् मेरा अर्को आइपुग्यो बिहारी यता फेरि यहाँ रकन हाँ जी बोलिए
हमको फंसा रहे हो क्या तुम लोग उधर मिलके? हाँ, हम तुमको प्रैंक कर रहे हैं हम। इतना जोर जोर से बोलते हो वो सब, अगर उधर का आदमी बंदे लोग घुस गया है तो समाज नम्बर नदेखाउनु न हौ नहीं नंबर तपाईँको नम्बर लिक हुन्छ होला अब मेरो कसम मेरो नम्बर एउटा पनि मलाई अननोन कल आयो भने त आजको फेरि एक गुस्सी। अब तुम्हारा नंबर तो लीक हो गया है, ठीक है। ठीक है बेटुवा तुमको बहुत सुंदर सुंदर लड़की को तुम मैसेज करती हो तुम। हेलो तो वेलकम टू द बनारसीना ब्लॉग लोग साला हमको बहुत परेशान करता है, रात रात भर फोन करता है हमको। कुछ बोलिए क्या तुम्हारे अनसब्सक्राइब कर दिनुहोस्। हम ब्लॉग बनाते हैं। बेलगाउँदै कहाँबाट आयो बिच्छु हजुर यहाँ एउटा रहेछ अर्को चाहिँ कहाँ चाहिँ हो यो चाहिँ नेक्स्टको पनि नेक्स्ट डे हो अन्त हाम्रो चाहिँ आज स्कुलको यहाँ के हुँदैछ फुटबल उसले भनिदिने रहेछ अन्त यहाँ चाहिँ हाम्रो ड्रोन भाइ छोड्दै भयो कोच चाहिँ फेरि यहीँ छु म यहाँ हाम्रो गरममा पनि यिनीहरूलाई अब सहयोग चाहिँ अब हाम्रो जिके हल्का क्लियर छैन कि तर पनि हाम्रो ड्रोन छ गाइस म चाहिँ स्कुलबाट आइसकेँ फुटबल हेरेर आइसकेँ फुटबल चाहिँ कम्पलसरी थिएछ हेर्नु लागि र म घर आइपुगिसकेको छु अनि अब हेरौँ के हुँदो रहेछ आजको दिनमा यो भ्लग चाहिँ मैले 2 दिन बाद फेरि कन्टिन्यू गरेको छु हो अन्त यस्तै छ हेर्दै गरिदिनुहोस् होला यहाँ छन् बजाउनु न म यहाँ उयो यस्तै गफ दिन्छु नि त्यो एउटा नेपालको छ नि सबैलाई हेल्प गर्दै हिँड्ने यहाँ छन् एउटा बुढी आइमाई उहाँको एउटा खुट्टा छैन अब गीतको बज्यो दामी दाइ नाच्दिउँ होइन अम्बो दामी गनाएल दा पादुवा भ्लग बनाएको उठ्नु नि दा यसो कन्टेन्ट दिनु न म काटिहाल्छु नि तपाईँ सुर्ताउनै पर्दैन मलाई नपत्ताको कम्मर दिएको छ मेरो मालिक पर्खेको तिमीहरूले मालिक पर्खेको मालिक ओइ दारे ओइ स्विटी मालिक पर्खेको अरे यता त होइन है मालिक को पो मालिक ल मलाई देखाउनु त मेरो अनुहारमा अहिले चाहिँ गाइस हामी मर्निङ इभिनिङ वाक आएको छ र यता चाहिँ यस्तो छ अगाडि देखाउन बौला होइन अनि यहाँ चाहिँ स्ट्रगलर्सहरू छ मेरो फोनमा चाहिँ चार्ज कम्ती भएको नै हुनाले मेरो फ्ल्यासलाइटै बलेको छैन हो र यत्तिकै गर्छु म यहाँ चाहिँ आँखा देख्यो अरे बेलुका गाइस हँसायो कि यसले यहाँ चाहिँ तर्साएको छ अरे हो यस तान्न भन्छु यहाँ चाहिँ अब यस्तो अँधेरो छ मेरो फ्ल्यासलाइट पनि बलेको छैन हो लो ब्याट्री फ्ल्यास अनेबल ब्रो हाँस्दा सानो भएको अब्बाई गाइस गाइस भाग्यो आयो सिन्डी मेचो बच्चालाई उयो दाजु फेरि त्यहीँबाट गिराएको रहेछ त्यही भुत्ले पक्रियो ओए अरे आइज सुटी आइज भनेर हो देखेको छैन हो गाइस यहाँ चाहिँ जङ्गलमै मङ्गल हुँदैछ जङ्गलमै मङ्गल हल्का गीत गाउने सेसन अरे नि तिम्रो आँखामा डुबिसकेछु मलाई
निकाल्न नखोज मेरो गीतको भाका बनेछ मलाई मात्रै तिमी गाइदेऊ जीवनभरिका लागि सम्झना बनिदिनु हाँसिदिउँला सधैँ तिमी हाँसोमा रङ्ग थपी आउनु है। र गाइस थ्याङ्क यू सो मच फर वाचिङ दिस भ्लग होइन। अन्त तपाईँहरूले धेरै धेरै माया दिनुहुँदैछ मलाई, त्यसको लागि धेरै धेरै धन्यवाद। र यो भ्लग हेरिदिनु भएकोमा धन्यवाद। अन्त यो भिडियोलाई लाइक गरिदिनुहोस्, च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, अनि जति सक्दो सेयर गरिदिनुहोस्। यत्तिकै माया दिँदै गर्नुहोस्। धन्यवाद तपाईँहरूलाई।